ल साथीहरू हामीहरू यहाँ दिदीबहिनीसँग मम्मीहरूसँग भेट हुन्छ भनेर माइती देश आएको त उनीहरूलाई त कति छिटो हतार पऱ्यो तर गइसकेछन् साथीहरू। अब हामीहरू पनि जाँदैछौँ। अब बिच बाटोमा भेट भएर जाँदैछौँ साथीहरू। आज हामी शहीद पार्क हेर्न। हाम्रो आज टोलीहरू आधा अगाडि आधा पछाडि भइसक्नु भएको छ। हामीहरू गऱ्यौँ लास्टमा तर केही छैन साथीहरू। भेटघाट चाहिँ हुन्छ। अब बस चाहिँ बजार आइपुग्यौँ। यताबाट हल्का भित्र छिर्नुपर्छ। बर्खाको मौसम छ, हरियाली छ, पछि भरेको आइपुग्यौँ साथी। यहाँ गेट रहेको छ। भित्र पनि बाटो यस्तो रहेको छ। पार्किङको व्यवस्था पनि छ साथीहरू। हजुरहरू पनि आउन सक्नुहुन्छ। कस्तो रमाइलो छ हो, रमाइलो छ। खाजाको व्यवस्था पनि छ हो। टिकट काउन्टर प्रत्येक व्यक्तिहरू 20 रुपियाँ। साथीहरू फाइनली हामी आयौँ शहीद पार्क। युरिस्टिक हेर युरिस्टिक यो लट लगिसक्यो अर्को लट हाम्रो विधानहरुको स्कुल ए ठ्याक्क फेरि छोरो पनि भेट होला। त्यो हेर्नु ल घाम भएर गर्मी भएर छाता ओर्दै तरुनी बहिनीहरू। हामी मम्मु आज कस्तो भयो त हजुरको बुढा? आज अलिअलि मिले बुढा दुखाए पनि सहेर हिँड्नु पर्छ। नेक्स्ट टाइम लास्ट कहाँ जान्छौँ ल भन्नु? लास्ट हामी अब दैलेखको के अरे नामै बिर्स्यो हिमचुली हिमचुली मन्दिरमा जान्छौँ। अब यहाँ आउँदा पनि बढी रमाइलो गर्नुपर्छ। ठिक छ ओके भने धेरै रमाइलो आउँदा डन डन ल। यस्तो छ हाम्रो साथीहरू। ठाउँ एकदम राम्रो छ। हजुरहरू पनि आएर फोटोहरू लिन सक्नुहुन्छ, भिडियो गर्न सक्नुहुन्छ साथीहरू। यस्तो रमाइलो छ। हाम्रो यहाँ पानी खाने धारा पनि छ साथी। कान्छीले भोट्छिन् ल कान्छी आमासँग पानी माग। आमा त लिसान राख के पानी जान्दिन। सब छ नि हाम्रो सुविधा यहाँ। के छैन भन्न? चान्चुने हो र हाम्रो ठाउँ। कर्णाली प्रदेश हो, कर्णाली प्रदेश राजधानी। सब्रेको बाघ हेर्न चाहन्छ भने आउनु। अन्त जान्न चाहन्छ। नसप्रेको बाघ भनेको कहाँ हो? नसब्रेको बाघ हेर्न चाहनुहुन्छ भने यहाँ आउनुहुन्छ। ल साथीहरू सानो बच्चाहरू खेल्दैछन्। ल साथीहरू बच्चा खेलाउने उमेरमा आफू खेल्दैछन्। खेलिभएको त के छैन भन्नु साथीहरू? के छैन? पिङ भने पिङ छ, चिपियाटी सब छ। नसब्रेको बाघ भाइरल बाघ नसकेको बाघ छैन साथी। त्यो बनाउने मान्छे अलि हल्का सिप त्यस्तो बनेको बाघ। यस्तो खेल्न पाएन हाम्रो जमानामा। यस्तो खेलाउन सानोमा खेल्न नपाए पनि ठुलोमा खेल्न पायो नि त। कस्तो राम्रो छ कि यहाँ हरियाली। भित्रको भिडियो साथीको मान्छेको यस्तो पहुँचो छ। फोटो खिच्ने, भिडियो बनाउने। बुढाबुढी त यहाँ यस्तो पिङ्गेल। ल साथीहरू बहिनीहरू खेल्दैछन्। आराम गरेर अब घरतर्फ प्रस्थान गर्दैछौँ। हजुरहरू पनि आउन सक्नुहुन्छ शहीद पार्कमा आएर यहाँको
हरियाली दृश्यहरू अवलोकन गर्न सक्नुहुन्छ साथीहरू। आउनुहोला, हजुरलाई स्वागत छ हाम्रो शहीद पार्कमा आउनु होला घुम्नलाई। गाइज। गाइजहरू अब घरतिर त्यही त अघि नै गर्नुहोस् भनेको ल हामीहरू लाग्यौँ है त साथीहरू। बाई बाई। अब भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु साथीहरू। अब हामीहरू निस्क्यौँ यहाँबाट।